हेलो एभ्रिवान वेलकम टु अनदर भिडियो। आजको यो भिडियोमा मैले गुडविल फाइनेन्सको चार्ट एनालाइसिस लिएर आएको छु र यो भिडियोमा चाहिँ म तपाईहरुलाई आउने समयमा चाहिँ गुडविल फाइनेन्सको मुभ चाहिँ कस्तो खालको हुन सक्छ भन्ने बारेमा कुरा गर्छु र यसको हामीले लङ टाइम फ्रेमको चार्ट हेर्ने हो भने चाहिँ यसले चाहिँ यो जुन आफ्नो स्टार्टिङ लेभल थियो यो लेभलदेखि बढेपछि यसरी 5 वेभ चाहिँ कम्प्लिट गरिसकेको जस्तो हामीले देख्न सक्छौं र यसले चाहिँ लगभग यो 1400 को लेभलमा चाहिँ यो आफ्नो जुन फिफ्थ वेभ हुन्छ फिफ्थ वेभ कम्प्लिट गरिसकेपछि त्यसपछि यसमा चाहिँ एकदमै इम्पल्सिभली यहाँनेर डाउन आयो र यसको यो डाउन भनेको चाहिँ फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ गरेर यहाँनेर 5 वेभमा चाहिँ डाउन आएको छ र यो 5 वेभमा आएको डाउन भनेको चाहिँ यसको एउटा ए वेभ हो। फिफ्थ वेभ कम्प्लिट गरिसकेपछि यसले चाहिँ यहाँनेर एउटा ए वेभको लागि डाउनफल आयो र लगभग यसले यो 530 को लेभलतिर चाहिँ ए वेभ चाहिँ कम्प्लिट गरेको जस्तो हामीले देख्न सक्छौं र यसले यो लेभलमा ए वेभ कम्प्लिट गरिसकेपछि अहिले चाहिँ यो यसरी बी वेभको लागि जान खोजिरहेको छ र बी वेभ भनेको पनि एउटा करेक्टिभ वेभ हो र बी वेभ जाँदाखेरि पनि यसरी एबीसी गरेर 3 वेभमा चाहिँ मुभ हुने गर्छ र यो बी वेभको टार्गेट भनेको चाहिँ हामीहरुले यो ए वेभको स्टार्टिङ लेभलमा ट्रेन्ड बेस फिब एक्सटेन्सन लगाएर त्यसैगरी ए वेभको जुन हाई हुन्छ त्यसमा लगाएर चाहिँ यहाँनेर बी वेभमा लगाएर मेजर गर्ने हो भने चाहिँ यो बी वेभको टार्गेट भनेको चाहिँ 1:1 देखि 1.618 को लेभलको टार्गेट हो र यो भनेको चाहिँ 805 देखि 936 को लेभल चाहिँ आएको छ र आउने समयको लागि चाहिँ तपाईहरुले यो 805 देखि 936 को लेभललाई चाहिँ हेर्न सक्नुहुन्छ। यो लेभलमा पुगेपछि चाहिँ यसले चाहिँ आफ्नो यो बी वेभ चाहिँ कम्प्लिट गर्न सक्छ र यो बी वेभ कम्प्लिट भएपछि चाहिँ त्यसपछि फेरि यो फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ गर्दै यसरी सी वेभको लागि चाहिँ डाउन आउन सक्छ र अहिले चाहिँ मैले यो वाला सिनेरियो अनुसार चाहिँ हेरिरहेको छु र अहिलेको लागि मैले यो सिनेरियोलाई चाहिँ आफ्नो प्राइमरी सिनेरियोमा राखेको छु र यो बी वेभको टार्गेट भनेको एक्ज्याक्टली यही लेभलमा आएर फर्किनु पर्छ भन्ने छैन। बी वेभ भनेको कुनै कुनै बेला ओभरशुट भएर यो फिफ्थ वेभ भन्दा माथि पनि जान सक्छ तर जेनरली हामीहरुले ओभरशुट भएको खासै देख्दैनौं। बी वेभ चाहिँ यो जुन यसको हाई छ यो हाई भन्दा तलै जेनरली इन हुने गर्छ र मेरो विचारमा चाहिँ यसले यो बी वेभ जाँदाखेरिको जुन आफ्नो ए वेभ हुन्छ त्यो ए वेभ चाहिँ यहाँनेर कम्प्लिट गरिसकेको छ र त्यसपछि यसले यहाँनेर एउटा स्मलर डिग्रीको बी वेभ पनि कम्प्लिट गरेको हामीले देख्न सक्छौं र यो वाला बी वेभ चाहिँ हामीले मेजर गरेर हेर्ने हो भने चाहिँ यो चाहिँ एक्ज्याक्टली 0.618 को लेभलमा आएर चाहिँ यसले चाहिँ यहाँनेर एउटा रिभर्सल लिन चाहिँ खोजेको छ। यहाँ हामीले क्यान्डल हेर्ने हो भने चाहिँ यसले यो लोअर प्राइसबाट चाहिँ रिजेक्सन दिएको देख्न सक्छौं र त्यसैले यदि यसले यो वाला सेटअपलाई चाहिँ होल्ड गर्छ भने त्यसपछि फेरि हामीहरुले एउटा सर्ट टाइम फ्रेमको लागि चाहिँ एउटा जुन करेक्टिभ वेभ हुन्छ त्यो देख्न सक्छौं र त्यो वेभको चाहिँ लगभग प्राइस टार्गेट भनेको चाहिँ हामीहरुले यो 805 देखि 936 को लेभललाई राख्न सक्छौं र यसलाई हामीले प्राइस रेन्ज लगाएर मेजर गर्ने हो भने लगभग आउने समयमा हामीहरुले 25% देखि 48% सम्मको चाहिँ मुभ देख्न सक्छौं र यसमा चाहिँ हामीहरुले भोल्युम हेर्ने हो भने यो लेभलमा यसले फिफ्थ वेभ कम्प्लिट गरिसकेपछि त्यसपछि यो लेभलबाट डाउन आउँदाखेरि चाहिँ भोल्युम पनि अलमोस्ट यहाँनेर चाहिँ पुरै ड्राई आउट भइसकेको थियो र भोल्युम यसरी ड्राई आउट भइसकेपछि त्यसपछि यो लेभलबाट फेरि यो चाहिँ अहिले माथि जान खोजिरहेको छ र यो चाहिँ एउटा करेक्टिभ वेभको स्ट्रक्चर भएको कारणले गर्दाखेरि आउने समयमा चाहिँ अबको मुभ पनि यहाँनेर करेक्टिभ स्ट्रक्चरकै रूपमा आउँछ र त्यसैले तपाईहरुले सर्ट टाइम फ्रेमको लागि चाहिँ यो वाला जुन रेन्ज छ 805 देखि 936 को यो लेभललाई चाहिँ हेर्न सक्नुहुन्छ र तपाईहरुले यो भिडियोको बेसिसमा ट्रेड नगर्नु होला। यो मैले एलियट वेभ थ्योरी अनुसार देखेको एउटा सिनेरियो भनेको हो। यदि तपाईहरु हाम्रो डिस्कर्ड च्यानल जोइन गर्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सन बक्समा मैले लिंक राखेको छु त्यो लिंकबाट जोइन गर्न सक्नुहुन्छ र यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने यो भिडियो लाइक गर्नु होला र हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला।